कति कमाइछ रे दाइ यो भाइको कमाइ? 600 700 800 900 1 2 3 4 5 1050 कमायो भाइले। अझै बाँकी छ नि दाइ तिमीले कमाउनु? यसरी कमाउँछौ दिनमा 1000 कमाउनु महिनामा कति भयो भाइ यसरी? 30,000। अझै आज त आधा दिन बाँकी छ अझै हैन? आज त आधा दिन बाँकी। तेरो 500 यहाँ छ है तेरो 500। ल भन्नु है। यो बोलेदेखि दिनी नबोले नदिने। नबोले नदिनी। ल तेरो नाम के हो? नाम के हो भन्, पैसा लिएर जा। रे हो है। भाटा बेच्न आएछ रे। दिन्छु एक। नाम भन। नाम नभनेसम्म दिन्न म। जतिसुकै जेसुकै नाम बोल अनि बल्ल पैसा पाइन्छ। नाम के हो भन ल। केही गर्दिनँ मैले तँलाई। तँलाई मैले पैसा दिन्छु। ल नाम भन्, पैसा लिएर जा। नाम बोल। नाम भनेर पुग्छ एकचोटि। ल सिटी बुक। सिटी पुग। सिटी बुक। पुग त। बाबु सिटी फुका। फुका फुका। ल दाइ। यहाँ बोल्दै नबोल्ने मान्छे समात्यो नि फेरि। पैसा 1050 रुपियाँ। हेर्नु त दिनमा 1050 अझ दिन बाँकी छ हेर्नु अझ। यिनीहरूले त महिनामा त लगभग 60,000 40,000 त कमाउँदो रहेछ नि त्यसले त। यो फुच्चला मैले ठ्याक्कै हाम्रो यो बालदारा चोक तलपट्टि ट्याक्क समातेको। त्यहीँको कुरो भयो नि यो। कहाँ हुनुहुन्छ हजुर? क्यारी होला यसलाई आज यता राखिदिनुपर्छ कि है थुनेर। थुनेर राखिदिने होइन? मान्छे खोज्न आउँछ नि त अनि। ढाका टोपी लाएर पहिरनमा पुरा यस्तरी आउने। चौकीमा लगाएर थुनिदिनु पऱ्यो है। हुन्छ हुन्छ। बाबु ल तिम्रो नाम भन अनि पैसा लिएर जाऊ। पैसा त्यहाँ छ, लिएर जाऊ। ल बोल। बोली स्पाइस बोलेनस् पाइनस्। बोल्दैनस्? बोल्छस् बोल्दैनस्? बोल। बोल। बोल्छ कि बोल्दैन? ल बोल। बोल्छस् कि बोल्दैनस् ल भन। कतिजना आएको यता तल? 4 जना? 2 3 1 घाँटिस फेरि हालिदिउँ तल। यहाँ तल तल देखिछस्? हालिदिउँ। के भनिस् रे नाम? घर कहाँ हो? घर कता हो? नेपालगञ्ज। अनि कहाँ बसे? पारी कहाँ? को कतिजना बसे? ल त बसेको ठाउँमा जाऊँ है अब है हामी है। हुन्छ? के रे अहिले कहाँ बसिस् त? बेलुका कहाँ बस्छ राति? राति कता बस्छ? होटलमा कहाँ बस्छ? फेरि गफ हानिस्? बोल्दो रहेछ नि होइन? सुन्यौ नि? हो कि होइन?